झापाबाट केपी ओलीको विरुद्ध बालेन शाह उठ्ने रे, यो निसुन्दा त मलाई त्यति धेरै सक लागेन होइन। तर रवि लामिछानेको विरुद्ध कुलमान घिसिङ उठ्ने रे क्या। रवि लामिछाने जहाँबाट उठ्यो कुलमान घिसिङ त्यहीँबाट उठ्ने रे भन्ने न्युज बाहिर निस्किएको रहेछ। यो सुन्दा चाहिँ अलिकति मलाई सक लाग्यो क्या। अब हुन्छ नि, अब रवि लामिछाने बालेन शाहहरू त अब राजनीतिमै जाने, राजनीतिकै लागि लड्ने भनेर चाहिँ अगाडि सरेका मान्छेहरू हुन्। तर कुलमान दाई त अब जेएनजीहरूले भयो पर्दैन म आउँदिनँ भन्दा भन्दै तानेको मान्छे हो नि त। उसले चाहिँ के को खस खस जो मेनले चाहिँ लो चाहिँदैन तिमी भनेर फ्यालिदिइसक्यो, काम नलाग्दैन भनेर फ्यालिदिइसक्यो। किन चाहिँ तात्तिने जानु, अब त प्रधानमन्त्री चाहियो अरे क्या। हुन्छ नि, तपाईँहरू मलाई एकताली प्रधानमन्त्री बनाएर देखाउनुहोस्। हुन्छ नि, हाम्रो पार्टीलाई चाहिँ एकताली चान्स दिएर हेर्नुहोस्, हामी नेपाललाई 5 वर्षमा कसरी चेन्ज गर्छौँ रे। कुलमान दाई अब भन्दा अलिक तितो लाग्ला होइन। तर हुन्छ नि, तपाईँले अब हामीलाई एकताली प्रधानमन्त्रीको चान्स दिनु भन्नुभएको रहेछ होइन। एकताली प्रधानमन्त्रीको चान्स होइन, एक सिट त दिएर हेर्नुहोस् भन्नु, एक सिट पनि ल्याउन सक्नुहुन्न होला क्या सायद। तपाईँले जुन क्षेत्रबाट उठाउनु त्यही क्षेत्रबाट हार्नुहुन्छ क्या। किन भन्दा म मान्छु तपाईँले चाहिँ हाम्रो नेपाललाई चाहिँ एकदम उज्यालो बनाउनु भएको छ, हाम्रो नेपालको लागि एकदम ठुल्ठुलो कामहरू पनि गर्नुभएको छ। तर त्यो कामले चाहिँ देशको जनताहरूको भोट चेन्ज गर्न सक्दैन क्या। किनभने हाम्रो देशको जनताहरू चाहिँ अलिकति बढी नै भेडा छन् क्या। खै एकपट्टि लागेपछि एकपट्टिको एकपट्टि हो क्या। अनि अब कुलमान दाईले चाहिँ म के चाहिँ सजेसन दिन चाहन्छु भन्दा, दाई तपाईँ बरु जहाँ हुनुहुन्छ त्यहीँ बस्नु, यो राजनीतिमा नआउनु, तपाईँको भएको इज्जत पनि गइसक्यो। हुन्छ नि, अब तपाईँको अलिकति भएको जुन त्यो अब उज्यालोको देउता थियो भन्दै थियो, अब तपाईँ त मोन्स्टर भन्न लागिसके, एकदम होइन राक्षस भन्न लागिसक्यो। त्यही भएर तपाईँ राजनीतिमा नआएकै राम्रो, छोडिदिनु यो।